सर्वहारा वर्गको हितका लागि भन्दै तत्कालीन नेकपा माओवादीले 2052 साल फागुन 1 गतेदेखि पुरानो सत्ता विरुद्ध सशस्त्र युद्धको सुरुवात गरेको थियो। रोल्पा, रुकुम र सिन्धुली स्थित प्रहरी चौकीमा एकैपटक आक्रमण गरी पुरानो राज्य व्यवस्था विरुद्ध युद्धको घोषणा गरेको हो। त्यसपछि माओवादीले गरिब र निमुखा जनताको पक्षमा भन्दै 10 वर्षसम्म भूमिगत रूपमा सशस्त्र युद्ध गरेको थियो। सो समयमा करिब 15,000 नेपालीले आफ्नो ज्यान गुमाए। 12 बुँदे हुँदै सशस्त्र युद्धपछि 2063 साल मङ्सिर 5 गते तत्कालीन 7 राजनीतिक दल र माओवादी बीच विस्तृत शान्ति सम्झौता भयो र माओवादी शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्यो। युद्धका बेला राज्य र माओवादी दुवैका तर्फबाट कैयौं मानिस बेपत्ता भएका छन्, जसको अहिलेसम्म अत्तोपत्तो छैन। यसका लागि बेपत्ता छानबिन आयोग गठन गर्ने सहमति भएको पनि 5 वर्ष बितिसक्यो, तर अहिले यसका विषयमा माओवादी नै चुप लागिरहेको छ। सत्तामा नहुँदा माओवादी नेतृत्वले द्वन्द्वको घाउमा मलम लगाउन भए पनि आयोग गठन गरी विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको थियो। पार्टीले यसो कुरा जिम्मेवारी लिन्छ र अन्त्यसम्म लड्छ। यही प्रतिबद्धतामा चाहिँ म सबैसँग जनाउन उपस्थित भएको छु। पुरा विश्वास मान्नुहोस्, माओवादी पार्टी कुनै पनि ढङ्गको संसदवादी या पार्टी होइन। जुन शहीदहरूले दिनुभयो, जुन दिशाको निम्ति त्यो प्राप्त नभएसम्म हामी लडिरहनेछौँ। यस बेला माओवादी शान्ति प्रक्रियामा आएको पनि 5 वर्ष पुगिसकेको छ, तर पनि गरिब जनता र न्यून आय स्तर भएका व्यक्तिको जीवनस्तर भने झनै कठिन बन्दै गएको छ भने बेपत्ताको छानबिन गर्ने कुरा सेलाएर गएको छ, जसका लागि लडेको भन्ने माओवादी नेतृत्वमा संविधान सभाको निर्वाचनपछि अहिलेसम्म गरी 2वटा सरकार गठन भइसकेको छ। तर पनि विभिन्न बहानामा माओवादीले आफ्ना प्रतिबद्धता पूरा गर्न आलटाल गरिरहेको छ। माओवादीले जनयुद्ध दिवस मनाइरहँदा माओवादीकै कार्यकर्ताले पार्टी नेतृत्वले जनयुद्धकै उद्देश्य भुलेको र बिस्तारै सर्वहारावादी सोचबाट पलायन हुँदै गएको भनेर आलोचना गरिरहेका छन्। खोला तर्ने लौरो बिर्सने नेतृत्वको बानी भइसकेको कार्यकर्ताले आरोप लगाउन थालेका छन्। यो कुनै आवेग र उद्वेग होइन। कमरेडहरू हुनुहुन्छ, आमाहरू हुनुहुन्छ, यो कुनै उत्तेजना आग्रह गरेको होइन। संविधान सभाको निर्वाचनपछि पुरानो राजतन्त्र फालेर सर्वसाधारण जनताकै छोरा राज्य सञ्चालनको उपल्लो निकायमा पुगेका छन्। जनताले आफ्नो संविधान आफै लेख्न पाएका छन्। यस्ता उपलब्धि जनताले नपाएको भने होइन, तर दलहरूबीच पछिल्लो समय यही उपलब्धिले विवाद झिकेको छ। अझ भन्ने हो भने माओवादी नेतृत्व बीच नै शान्ति संविधान कि क्रान्ति भन्ने विषयमा चर्को मतभेद हुन थालेको छ, जसका कारण शान्ति र संविधान प्रक्रिया नै ठप्प जस्तै भएको छ। उपाध्यक्ष मोहन वैद्य पक्षले शान्ति र संविधान बनाउने निहुमा पार्टीको लाइन विपरीत नेतृत्व अगाडि बढेको भन्दै विद्रोहमा जानुपर्ने जोड दिँदै आएको छ। वैद्य पक्षकै भाषामा भन्ने हो भने सर्वहारा वर्गको पक्षमा संविधान नबने त्यसलाई आफूहरूले मान्न नसक्ने उद्घोष समेत गरिरहेका छन्। के प्रतिबद्धता जाहेर गर्न चाहन्छ भने क्रान्तिको जति बाङ्गो टिङ्गो बाटो भए तापनि नेपालमा जबसम्म नयाँ जलवायु गणतन्त्रको स्थापना हुँदैन तबसम्म हाम्रो झन्डा झुक्दैन। हामीले क्रान्तिको झन्डा झुक्दैनौँ। क्रान्ति जारी छ, माओवादी दल्दैन। नेपाली जनतालाई धोका दियो भने नेपाली जनता चुप लागेर बस्दैनन् र हामी पनि, हाम्रो पार्टी पनि चुप लागेर बस्दैन। विद्रोहको झन्डा हामी उचाल्छौँ भनेर भन्नुहोस्। यदि जनताको पक्षमा संविधान बनेन भने हामी जनविद्रोहमा जान्छौँ। जनविद्रोह बाहेक अर्को विकल्प छैन भनेर भन्नुहोस्। जसका कारण माओवादी भित्रै अन्यलता छाएको छ। यति बेला राष्ट्रिय राजनीति पनि अहिले आएर माओवादी भित्रको विवादमा रुमलिन पुगेको छ।
नेताहरू सुविधाभोगी भएको, जनयुद्धको उद्देश्य भुलेको, अरू राजनीतिक दलमा जस्तै आन्तरिक विवाद चुलिएको, पद प्रतिष्ठा र आर्थिक लाभमा लागेको तथा लडाकुबाट समेत रकम असुलेर क्रान्तिको खिल्ली उडाएको गुनासो माओवादी भित्रैबाट आउन थालेको छ। माओवादीले बाँडेको सपना 17औं वर्षगाँठ मनाउँदा समेत पूरा नभएपछि नेतृत्वको आश्वासन केवल आफू सत्तामा पुग्ने भर्याङ मात्रै थियो भन्ने आवाज चर्को रूपमा उठ्नुले कम्युनिस्ट आन्दोलनलाई नै बदनाम बनाएको छ।